नमस्कार। रात्रिकालीन न्यानो अभिवादन। एउटा कविता वाचन गर्न गइरहेको छु। गल्ती भयो क्षमा प्रार्थी। राजा बिनाको देश कविताको शीर्षक छ राजा बिना चियस त चल्दैन भने, राजा बिना चियस त चल्दैन भने राजा बिना देश कसरी चल्छ महोदय। राष्ट्रका पिता बडामहाराधिराज पृथ्वीनारायण शाहको शालिगलाई थुक्ने, राष्ट्रका पिता पृथ्वीनारायण शाहलाई थुक्ने अनि विदेशका मार्क्सवाद, लेनिनवाद, माओ स्टालिन, एगेल्सलाई माला लगाएर खुट्टामा झुक्ने अनि देश कसरी बन्छ महोदय। जल बेच्ने, जमिन बेच्ने, जडीबुटी बेच्ने, स्वाधीनता बेच्ने विदेशीलाई युवाको श्रम बेच्ने, रगत बेच्ने, पसिना बेच्ने अनि देश कसरी बन्छ महोदय। संस्कृति बेच्ने, संस्कार बेच्ने, धर्म बेच्ने, नैतिकता बेच्ने, वेशभूषा बेच्ने, त्यति मात्र होइन आत्मा पनि बेच्ने अनि देश कसरी बन्छ महोदय। राजा बिनाको चिज त चल्दैन भने राजा बिनाको देश कसरी चल्छ महोदय। धन्यवाद।